नमस्ते। यदि तपाईँ हाम्रो जन्ममितिमा 3 नम्बर मिसिङ भइरहेको छ भने यस्तो अवस्थामा व्यक्तिमा सृजनशीलता यानि कि क्रिएटिभिटीको कमी कमजोरी हुन सक्छ। आफूमा इन्टेलिजेन्स र नलेज बढाउने कुरामा पनि कमी हुन्छ। आफैले आफूलाई धेरै नै कमजोर महसुस गर्ने बानी रहेको हुन्छ। लाई अन्डर एस्टिमेट गर्ने सम्भावना पनि बढ्न सक्छ। साथै यस्तो अवस्थामा व्यक्तिले लजिकली रूपमा सोच्न नसक्ने र आफूमा कुनै पनि च्यालेन्जहरू आउन सक्ने आफूमा कुनै पनि किसिमको साथै कुनै पनि किसिमको च्यालेन्जहरू आउँदा त्यसलाई डिपली एनालाइसिस गर्न नसक्ने पनि हुन सक्छ। नम्बर 3 को मिसिङ हुनु भनेको जुपिटर यानि कि बृहस्पति ग्रहको इनर्जीमा कमी हुनु हो। हामीले रेमेडी गरेर पनि हामीले जुपिटर ग्रहको इनर्जीलाई बढाएर यस्ता प्रभावहरूलाई न्यून गर्न सक्छौँ। नमस्ते। यदि तपाईँ हाम्रो जन्ममितिमा 3 नम्बर मिसिङ भइरहेको छ भने यस्तो अवस्थामा व्यक्तिमा सृजनशीलता यानि कि क्रिएटिभिटीको कमी कमजोरी हुन सक्छ। आफूमा इन्टेलिजेन्स र नलेज बढाउने कुरामा पनि कमी हुन्छ। आफैले आफूलाई धेरै नै कमजोर महसुस गर्ने बानी रहेको हुन्छ। लाई अन्डर एस्टिमेट गर्ने सम्भावना पनि बढ्न सक्छ। साथै यस्तो अवस्थामा व्यक्तिले लजिकली रूपमा सोच्न नसक्ने र आफूमा कुनै पनि च्यालेन्जहरू आउन सक्ने आफूमा कुनै पनि किसिमको साथै कुनै पनि किसिमको च्यालेन्जहरू आउँदा त्यसलाई डिपली एनालाइसिस गर्न नसक्ने पनि हुन सक्छ। नम्बर 3 को मिसिङ हुनु भनेको जुपिटर यानि कि बृहस्पति ग्रहको इनर्जीमा कमी हुनु हो। हामीले रेमेडी गरेर पनि हामीले जुपिटर ग्रहको इनर्जीलाई बढाएर यस्ता प्रभावहरूलाई न्यून गर्न सक्छौँ। नमस्ते। यदि तपाईँ हाम्रो जन्ममितिमा 3 नम्बर मिसिङ भइरहेको छ भने यस्तो अवस्थामा व्यक्तिमा सृजनशीलता यानि कि क्रिएटिभिटीको कमी कमजोरी हुन सक्छ। आफूमा इन्टेलिजेन्स र नलेज बढाउने कुरामा पनि कमी हुन्छ। आफैले आफूलाई धेरै नै कमजोर महसुस गर्ने बानी रहेको हुन्छ। लाई अन्डर एस्टिमेट गर्ने सम्भावना पनि बढ्न सक्छ। साथै यस्तो अवस्थामा व्यक्तिले लजिकली रूपमा सोच्न नसक्ने र आफूमा कुनै पनि च्यालेन्जहरू आउन सक्ने आफूमा कुनै पनि किसिमको साथै कुनै पनि किसिमको च्यालेन्जहरू आउँदा त्यसलाई डिपली एनालाइसिस गर्न नसक्ने पनि हुन सक्छ। नम्बर 3 को मिसिङ हुनु भनेको जुपिटर यानि कि बृहस्पति ग्रहको इनर्जीमा कमी हुनु हो। हामीले रेमेडी गरेर पनि हामीले जुपिटर ग्रहको इनर्जीलाई बढाएर यस्ता प्रभावहरूलाई न्यून गर्न सक्छौँ। नमस्ते। यदि तपाईँ हाम्रो जन्ममितिमा 3 नम्बर मिसिङ भइरहेको छ भने यस्तो अवस्थामा व्यक्तिमा सृजनशीलता यानि कि क्रिएटिभिटीको कमी कमजोरी हुन सक्छ। आफूमा इन्टेलिजेन्स र नलेज बढाउने कुरामा पनि कमी हुन्छ। आफैले आफूलाई धेरै नै कमजोर महसुस गर्ने बानी रहेको हुन्छ। लाई अन्डर एस्टिमेट गर्ने सम्भावना पनि बढ्न सक्छ। साथै यस्तो अवस्थामा व्यक्तिले लजिकली रूपमा सोच्न नसक्ने र आफूमा कुनै पनि च्यालेन्जहरू आउन सक्ने आफूमा कुनै पनि किसिमको साथै कुनै पनि किसिमको च्यालेन्जहरू आउँदा त्यसलाई डिपली एनालाइसिस